आमा नमस्ते। नमस्ते। कता टाढै हिँडिसक्यो हजुर? टाढे डुल्या म त एकछिन डुलेको। किन हजुरआमा? सबैजना खाना दिन्छन् कि भनेर बुढेसकालमा त खाना पकाउनु सकेन। हो र एकछिन उभिनु त त्यहाँ गफ गरौँ। के छ अनि? ओहो कति कुप्री हुनुभएछ। कति वर्ष? 81 वर्ष हुनुभयो? ओहो कति ढाड पनि दुख्छ। ल आमा ल अब हाम्रो घरमा आज बसौँ। आज हाम्रो घरमा खाना खाउँला है। खाना दिन्छन् कि भनेर यसो डुल्या। बुढेसकालमा खाना पकाउन सक्दिन। छोराबुहारी कहाँ गए त? छोराबुहारी काठमाडौँमा छन्। ए माया गर्दैनन्? सबैलाई काम प्यारो रहेछ। हो र बुढेसकालमा काम गर्न सक्दिनँ म। ल आमा ल आज हाम्रो घरमा खाना खाने हो।